दर्शन नमस्ते साथीहरू। हेर्नुहोस् मम्मीको बारीमा यति धेरै चिचिन्ना फलेको छ कि यति धेरै फलेको छ कि पुरै मम्मी र आन्टी लागेर टिप्दै हुनुहुन्छ। कोही चिचिन्ना लामो थियो, कोही घुमेको थियो, यति धेरै फलेको कि यति रातिमा टिप्दै हुनुहुन्थ्यो मम्मीले, त्यही पनि मैले क्याप्चर गरिहालेँ एकछिनमा। ल साथीहरू, मेरो मम्मीबाट सुन्नुहोस् यो तरकारीहरू कसरी फलाउने, यो चिचिन्ना कसरी फलाउने। हाल चाहिँ हाम्रोमा चाहिँ चिचिन्ना र करेला मात्रै फलेको थियो साथीहरू। तरकारीमा यसरी यो फलिरहेको थियो। मम्मीले मलाई यसरी काँधमा बोकेर पनि टिप्न पठाउनु भयो। र मेरो मम्मीबाट पनि सुन्नुहोस् साथीहरू, मम्मीले यो यस्तो तरकारीहरू कसरी फलाउनु भयो, के गर्नुभयो भनेर। ल मम्मी भन्नु त। चिचिन्नाको लागि टाढ बनाउनु पर्छ। टाढ बनाएर डोरी लगाइदिने, सिटा हाले पनि हुन्छ। अग्लो अग्लो टाढ बनाउने, त्यसपछि चिचिन्ना त सर्प फल्याजै लहरै लाएर फल्छन्। बाई ल साथीहरू, बाई।